दर्शकबिन नमस्कार, तपाईलाई स्वागत छ हाम्रो युट्युब च्यानल नितेश अपडेटमा। आज हामी कुरा गर्न गइरहेका छौँ नेपालका एक यस्ता सच्चा नेता जसको कामले गर्दा फेरि उहाँ सबै नेपालीहरूको मनमुटुमा बस्न सफल हुनुभएको छ। उहाँ यस्तो नेता हुनुहुन्छ, उहाँ देशको लागि ज्यान फाल्न पनि तयार हुनुहुन्छ र ज्यान लिन पनि तयार हुनुहुन्छ। भलै कि उहाँले आफ्नो उठाइ खाएर पनि जनताको सेवा गरेको पनि देखिन्छ। उहाँलाई कुटपिट गरे तापनि उहाँले जनताको लागि बोल्न चाहिँ कहिले पनि छोड्नु भएन। एक निडर नेता हुनुहुन्छ ज्ञानेन्द्र साई। हो दर्शकबिन, आज हामी ज्ञानेन्द्र साईको लाइफस्टाइल, बायोग्राफी, इन्कम, करियर साथै अन्य कुराको जानकारी दिन गइरहेका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै तपाईँ ज्ञानेन्द्र साईको समर्थक हुनुहुन्छ भने यस भिडियोलाई लाइक, कमेन्ट, सेयर र यस च्यानललाई सब्सक्राइब गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। अब लागौँ भिडियोतर्फ, अन्तिमसम्म हेरेर साथ दिनुहोला। उहाँको फुल नेम रहेको छ ज्ञानबहादुर साई भने उहाँको निकनेम चाहिँ पर्जोल साथै ज्ञानेन्द्र साई रहेको छ। उहाँको जन्म चाहिँ विक्रम सम्वत 2049 सालमा जुम्ला जिल्लामा भएको थियो। हाल चाहिँ उहाँ 32 वर्ष पुरा भइसक्नु भएको छ। हाल चाहिँ उहाँ काठमाडौँमा बस्दै आइरहनु भएको छ। उहाँ नेसनालिटीले नेप्लिज हुनुहुन्छ भने उहाँको रिलिजन चाहिँ हिन्दू रहेको छ। उहाँ प्रोफेसनले एक सोसल वर्कर साथै पोलिटिसियन हुनुहुन्छ भने रापरपाको सभापति पनि हुनुहुन्छ। फिजिकल स्ट्याटस सम्बन्धी कुरा गर्नु पर्दाखेरि उहाँको हाइट रहेको छ 5 फिट 7 इन्च भने उहाँको वेट रहेको 76 केजी। साथै हेयर साथै आई कलर पनि ओरिजिनल्ली ब्ल्याक नै रहेको छ। एजुकेसन क्वालिफिकेसन सम्बन्धी कुरा गर्नु पर्दाखेरि उहाँले चाहिँ मास्टर डिग्री गर्नुभएको छ। उहाँले एसएलसी पास चाहिँ जुम्लादेखि गर्नुभएको थियो भने उहाँले सिए पास चाहिँ इन्डियादेखि गर्नुभएको हो। रिलेसनसिप स्ट्याटस सम्बन्धी कुरा गर्नु पर्दाखेरि अनम्यारिड हुनुहुन्छ ज्ञानेन्द्र साई। फ्यामिलीको कुरा गर्नु पर्दाखेरि उहाँको फ्यामिलीमा चाहिँ एउटा ब्रदर हुनुहुन्छ। उहाँको बुवाको चाहिँ अस्ति भर्खरै मृत्यु भएको छ। उहाँ कपाल खौरिएर अस्ति संसदमा आएको पनि तपाईँहरूले पक्कै पनि देख्नुभएको होला। सोसल मिडिया सम्बन्धी कुरा गर्नु पर्दाखेरि उहाँलाई चाहिँ हामीले फेसबुक, टिकटक साथै इन्स्टाहरूमा एक्टिभ देख्न सक्छौँ। फेभरेट थिङ्स सम्बन्धी कुरा गर्नु पर्दाखेरि उहाँको केही फेभरेट थिङ्सहरू रहेका छन्, जसमा चाहिँ उहाँको फेभरेट प्यालेस पर्छ कर्णाली प्रदेश साथै गृह जिल्ला जुम्ला भने। साथै उहाँको फेभरेट फुड चाहिँ थकाली फुड रहेको छ। उहाँको फेभरेट कलर चाहिँ रेड रहेको छ भने उहाँको फेभरेट एक्टर चाहिँ विपिन कार्की हुनुहुन्छ। साथै फेभरेट सिङ्गर नारायण गोपाल हुनुहुन्छ। उहाँको तलब भत्ता सम्बन्धी कुरा गर्नु पर्दाखेरि चाहिँ उहाँको तलब सुविधा रहेको छ। एउटा संसदको इन्कम हुने गर्छ महिनाको 77,382 रुपियाँ। भत्ता आदि इत्यादि विदेशी भत्ता सबै गर्ने हो भने करिब 1 लाखसम्म कमाउने गर्नुहुन्छ। नेटवर्कको कुरा गर्नु पर्दाखेरि उहाँको फुल नेटवर्क चाहिँ 50 लाख टु 1 करोड एप्रोक्समा रहेको छ। दर्शकबिन, यो थियो नेपालकै एकदमै निडर नेता ज्ञानेन्द्र साईको लाइफस्टाइल बायोग्राफी। उहाँ चाहिँ एकदमै निडर नेता हुनुहुन्छ नेपालको। उहाँ कसैको डर, धम्की, त्रासले गर्दाखेरि जनताको आवाजलाई माथि उठ्न नदिने होइन। उहाँले जनताको आवाजलाई सबै सामु नडराएर ढुक्कका साथ भन्ने गर्नुहुन्छ। उहाँले भन्ने मात्र होइन, काम पनि गरेर देखाउनुहुन्छ। उहाँलाई यदि अवसर पाएको भए उहाँले देश सम्हाल्ने उहाँले पक्कै पनि राम्रो गर्नुहुन्छ। साथै अहिले चलिरहेको कुरा उहाँले राजतन्त्र ल्याउने कुरामा विभिन्न ठाउँमा आन्दोलन गरेको पनि तपाईँहरूले भिडियो पक्कै हेर्नुभएको होला। दर्शकबिन, कमेन्ट गरिदिनु होला तपाईँहरू राजतन्त्रवादी हो कि गणतन्त्रवादी हो। तपाईँलाई कुन सिस्टम ल्याउँदाखेरि ठिक होला जस्तो लाग्छ कमेन्टमा पनि बताइदिनु होला। साथै उहाँको
भिजन कस्तो लाग्छ तपाईँहरूलाई, उहाँले गरेको कुराहरू, उहाँले गरेको कामहरू कस्तो लागिरहेको छ, उहाँ कस्तो किसिमको नेता हो, कमेन्ट गर्न पनि नभुल्नुहोला। साथै भिडियोमा केही कमी कमजोरी थियो भने त्यसलाई पनि कमेन्ट गरिदिनु होला, आउने दिनमा सुधार गर्नेछौँ। साथै कोही सेलिब्रिटीहरूको लाइफस्टाइल बायोग्राफी चाहिएमा पनि हामीलाई बताइदिनु होला। यति भन्दै म बिदा हुन चाहन्छु। नितेश खत्री, जय नेपाल।